वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म यो कोठामा यो मेरो रुम हो, म यहाँमा 12 घण्टा बिताउनेवाला छु। तपाईँले यो भिडियो कस्तो लाग्छ मेरो, किनकि यो मेरो फर्स्ट च्यालेन्ज हुनेवाला छ, एकदमै कठिन हुनेवाला छ किनकि मैले यस्तो च्यालेन्ज कहिले गरेको थिएन र आज चाहिँ म गर्नेवाला छु। किनकि एउटाजनाले यो च्यालेन्ज गरे कस्तो होला भन्ने प्रश्न राख्दाखेरि म यो च्यालेन्ज स्वीकार्नेवाला छु। कस्तो लाग्छ यो च्यालेन्ज हेर्नु होला। यो मेरो बिस्तारामा हैन, म आज 12 घण्टा बिताउनेवाला छु र मसँग एउटा यो मान्छे हुनेछ, 12 घण्टा बिताउनेवाला छु। तपाईँलाई म यो बिस्तारा देखाउँछु हैन, कति बाक्लो छ, एकदमै महँगो हो क्या बिस्तारा भनेको। देखाउँछु है त, हेर्नु होला यो बिस्तारा कति बाक्लो छ। यो बिस्तारामा आज म 12 घण्टा बिताउनेवाला छु। भोलि बिहान काम गर्नुपर्ने हुन्छ, बिहान कतिको असर पर्छ त्यो मलाई थाहा भएन, तर पनि म यो च्यालेन्ज स्वीकार्नेवाला छु। अब चाहिँ म यो बिस्तारामा 12 घण्टा बिताउनेवाला छु। कस्तो लाग्छ यो भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनु होला। आज यो च्यालेन्ज बबाल हुनेवाला छ। अब चाहिँ म यो कोठाको सामानहरू एकदमै मिलाउँछु। त्यसपछि मिलाएपछि म यहाँ किताब पढ्छु। किताब पढिसकेपछि म खाना खान्छु। खाना खाइसकेपछि म यतैमा के गर्छु भने यतैमा रमाउने हो रहेछ। यतैमा आज 12 घण्टा बिताउनेवाला छु। कस्तो लाग्छ यो भिडियो अन्तिमसम्म हेर्नु होला। म पहिले यो रुम मिलाउँछु है त। वन नाइट भनेर भनौँ। आजको च्यालेन्ज एकदम बबाल हुनेवाला छ। मैले पुरो रुम पनि मिलाइसकेँ। अब चाहिँ म आराम गर्छु है त। यो च्यालेन्ज एकदमै कडा हुनेवाला छ होइन। म के गरौँ पहिलेदेखि भइरहेको छ मलाई, किनकि फर्स्ट च्यालेन्ज होइन त। फर्स्टमा त यो रात दिनै के हुन्छ नि, यो वन नाइट सुतेर कटाउनु त गाह्रै छ। आज चाहिँ हामी यो खाना खानेवाला छौँ। कस्तो लाग्छ हेर्नुहोस्, आज यो खानेवाला छौँ। फाइनली गाइज हामीले खाना पनि खाइसक्यौँ। अब चाहिँ आराम गर्छौँ। धेरै टाढा जानु लागि मेरो आवाज त थपाउँदैन, किन सुन्दैन। आज चाहिँ मैले खाना खाइसकेँ भने अब चाहिँ तिमीमा रमाइलो गर्नुवाला छ। तपाईँले ओके, अहिले चाहिँ म फिल्म हेर्छु होइन, मुभी पोकेमनहरू फिल्म हेर्छु। त्यसपछि कति बजे त्यो तपाईँहरूले भन्छौँ, तपाईँहरूलाई भनिदिन्छौँ कति बजे त्यसपछि 12 घण्टा बिताउनुहुन्छ। कस्तो लाग्छ मैले खानासाना खाइसकेँ। मुभी हेर्ने हो, त्यसपछि कार्टुन हेर्ने हो। त्यसपछि कति बज्ने हो त्यो आफूलाई थाहा छैन, मलाई पनि थाहा छैन। कति बज्छ अहिले म हेर्छु। हेलो गाइज, अहिले चाहिँ भिडियो पनि हामीले हेरिसक्यौँ। अहिले चाहिँ कति बजेको छ भने अहिले चाहिँ 9:49 भइसकेको छ। अझै त धेरै टाइम छ। हामीले पोकेमन हेरिसक्यौँ। 9:49 भइसकेको छ भने अब चाहिँ धेरै टाइम छ। सायद आजको च्यालेन्ज भारी हुनेवाला छ। 12 घण्टा वन नाइट नसुतेर कटाउनु भने
मुस्किल होला जस्तो छ अब चाहिँ एउटा भिडियो हेर्छौँ एउटा मुभी के गुलमाल मुभी हिन्दी कमेडी हेरिसकेपछि लगभग भनेपछि 10-11सम्म बस्छ होला त्यसपछि के हुन्छ हेरौँ अहिले चाहिँ हेलो गाइज अहिले चाहिँ 10 बजेर लगभग 30 मिनट जति भइसकेको छ अझ बाँकी छन् 8-9 घन्टा जति बाँकी छन् त्यतिसम्म म नसुतिकन बस्नुपर्ने हुन्छ यो रुममा होइन अब चाहिँ एकदमै के गर्ने भइरहेको छ क्या अहिलेसम्म चाहिँ हामीले भिडियो हेर्दाखेरि चाहिँ हल्का सजिलो भयो भिडियो पनि केही छैन जम्मा सिद्धिसक्यो अब चाहिँ म 30 पुसअप गर्नेवाला छु तपाईँ अन्तिमसम्म हेर्नु होला क्या फाइनली गाइस 30 पुसअप पनि हानिसके हेलो गाइज अहिले चाहिँ फाइनल्ली 6 बजेर 11 मिनट भइसकेको छ यो च्यालेन्ज पनि सिद्धिसक्यो अहिले चाहिँ एकदमै राति एकदमै गाह्रो भयो होइन गाइज फाइनल्ली हाम्रो च्यालेन्ज पनि सिद्धियो अहिले 6 बजेर 11 मिनट भइसकेको छ म च्यालेन्ज सिद्धियो मैले 6 बजेर कति मिनटमा वेस्ट गरेको 6 बजेमा थियो भने अहिले 6 बजेर 11 मिनट भइसकेको छ हाम्रो च्यालेन्ज सिद्धिसक्यो अब तपाईँहरूलाई बाहिरको भ्यू देखाउँछु है त तर जो राति कटाउन एकदमै गाह्रो भयो होइन रातिमा धेरै गाह्रो भइसकेको छ तपाईँले जे होस् मैले रात कटाइसकेँ अब चाहिँ म तपाईँलाई बाहिरको भ्यू देखाउँछु बिहानको भ्यू कस्तो हुन्छ होइन अब चाहिँ म बाहिर जान्छु नि त फाइनल्ली बाहिर जान्छु अहिले 6 बजेर लगभग 12-13 मिनट भइसकेको छ अब चाहिँ बाहिर जान्छु कति अन्धारो छ त्यो थाहा भएन तर होइन अँध्यारो छ क्या अहिले अँध्यारो छ यहाँ 7 बजे उज्यालो हुन्छ नि त अँध्यारो छ तपाईँलाई देखाउँछु नि त गाइस पुरै अँध्यारो छ कि हेर्न सक्नुहुन्छ पुरै अँध्यारो जे लेट बाल्नेको हुनाले त्यो के भन्छ उज्यालो देखिन्छ त हेलो गाइज यो च्यालेन्ज कस्तो लाग्यो यदि नेक्स्ट च्यालेन्ज चाहियो भने तपाईँ कमेन्ट गरेर भन्नु होला त्यति म अर्को भिडियो पनि ल्याउने छु यो च्यालेन्ज राम्रो लाग्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सनु वाचिङ दिस फुल भिडियो नेक्स्ट भिडियोको लागि वेट गर्नु